मलाई यो डोरी अलिक खुकुलो हुँदैछ जस्तो लाग्दैछ। हुन्छ मुमिन, यो हावाले पाल घाल्नु अघि नै तिमीले एकपल्ट गएर हेरिहाल त। हुन्छ बाबा। ह्याटी फ्याटनर्सको टापुमा अचानक ठुलो आँधी बेरी आएको छ। त्यसैले मुमिन बाबाले यो टापुमा रात बिताउनु नै सबैभन्दा सुरक्षित हुन्छ भनेर निर्णय गर्नुभयो। यता ह्याटी फ्याटनरहरू आफ्नो शक्तिको चरम सीमामा पुगेका छन्। यो यन्त्रको अनुसार पानी अझै केही समय पर्छ भनेर देखाइरहेको छ। मलाई यो आँधी चाँडै नै शान्त हुन्छ जस्तो लागिरहेको छ। हेमिलियन बुवा, हामीले यो आँधी रोकिएपछि यो यन्त्र तुरुन्तै ती ह्याटी फ्याटनर्सहरूलाई फिर्ता दिनुपर्छ होला। उनीहरूलाई फिर्ता दिने, म त यसलाई यो टापुको सम्झनाको रूपमा आफूसँगै राखौँ कि भनेको। हेर्नुहोस् न, यसले त काम पनि गर्दो रहेछ। तर हेमिलिन बुवा, यसले त तपाईँलाई ती नराम्रा ह्याटी फ्याटनर्सहरूको मात्रै सम्झना गराउँछ नि। तपाईँले यहाँ पाउनुभएका ती थुप्रै बोट बिरुवाहरू पनि त छन् नि। हो, तिमीले भनेको त ठिकै हो, तर ती सबै बिरुवाहरू मध्ये एउटा मात्रै विशेष फुल थियो र यसलाई पनि मैले झन्डै घुमाइसकेको थिएँ। हेर त कति सुन्दर छ। मैले यसलाई म डुङ्गा बाँध्न गएको बेला भेटाएको थिएँ। ओहो मुमिन बाबा। हजुर हेमिलियन बुवा। तपाईहरू सबैजना जब पाल टाक्न गानु भएको थियो त्यतिखेर तपाईँले मलाई डुङ्गा सुरक्षित रहोस् भनेर बाँध्न भनेर भन्नुभएको थियो नि। हो, मलाई याद छ। वास्तवमा मैले बाँधे कि बाँधिन म आफै अलमलमा छु। हेमिलियन बुवा, प्लिज सम्झिने कोसिस गर्नुहोस् न। मेरो दिमागमा सबै कुरा धमिलो भइरहेको छ। यदि डुङ्गै भएन भने त हामी टापुबाट कसरी निस्किने? हामीले त्यसलाई किनार भन्दा त अलि माथि नै तानेको थियौँ, त्यसैले सुरक्षित नै हुनुपर्ने हो। तर जति सक्दो चाँडो गएर हेरेकै ठिक होला। म गएर हेरिहाल्छु बाबा। हुन्छ, चाँडो गएर मुमिन, तर राम्ररी जाऊ है। मलाई याद आए जस्तो छ, म ठ्याक्कै डुङ्गा बाँध्न जाँदै थिएँ, त्यही बेला मेरो ध्यान यो फुलमा गयो। ओहो, झन्डै ढिला भएको। यसलाई रुखमा बाँधेर मजाले कस है। ल अब चाहिँ भयो। धन्न बच्यो है। चाडहरू यहाँसम्म पुग्ने गरी कति ठुल्ठुला आएका है। जे होस्, डुङ्गा चाहिँ बच्यो है। हो, अब आँधी पनि चाँडै रोकिएला कि। सबै ठिक त छ नि? सबै ठिक छ, चिन्ता नगर। धन्न भगवान, यसको मतलब हामी यहाँ फस्नु परेन होइन त? पर्दैन। हो, चिन्ता नै गर्नु पर्दैन। मलाई माफ गरिदेऊ है सबैले। तिमी ठिक छौ नि स्नोक मैदान? अहिले त म ठिक छु। यसको अनुसार आँधी अब बिस्तारै कम हुँदैछ र पानी पर्न पनि चाँडै रोकिन्छ होला। हावा पनि अलिक कम भयो जस्तो छ है। राम्रो भयो। त्यो चट्टान पहिलो आवाज कति डर लाग्दो थियो। ल, म सुत्नु अघि अलिकति बाहिर घुमेर आउँछु है। तर बाहिर त केही नदेखिने अँध्यारो छ नि। ताजा हावा भए नि खान्छु। यो त राम्रो विचार हो। मलाई पनि अलिकति ताजा हावा चाहिएको छ। पर्ख त, म पनि आउँछु। कसैले मलाई बचाऊ, उनीहरू अझै यही छन्। अहिले त झन् सबै चम्किरहेका छन्। चम्केका छन्। उनीहरू सबै हामीलाई नै हेरिरहेका छन्। चट्टानले उनीहरूलाई शक्ति दिएको जस्तो लाग्यो। अब कति धेरै यिनीहरू के कुदिरहेको होला है। त्यो चट्टानले उनीहरूलाई धेरै शक्ति दिएको हुनुपर्छ। यिनीहरू रिसाएको जस्तो पनि देखिन्छन् बुझ्यौ। धन्न उनीहरू नजिक पनि आएका छैनन्। हेर्दा त शान्त नै देखिन्छन् त। सायद हामी कस्तो देखिन्छौँ भनेर हेर्न मात्र आएका हुन् कि? होइन, मलाई थाहा छ यहाँ किन आएका हुन् भनेर। किन होला त्यस नफकिन? उनीहरू त्यो यन्त्र लिन आएका हुन्। उनीहरूलाई हामीसँग छ भनेर थाहा छ, त्यही भएर उनीहरू यसलाई फिर्ता लिन आएका हुन्। होस् नफकिन, तिमीले ठिक भन्यौ। हेमिलियन बुवा,
तपाईँले यो उनीहरूलाई फिर्ता दिएको नै राम्रो होला। फिर्ता दिने र दिनुपर्छ नि, आखिर यो उनीहरूकै त हो नि, अनि उनीहरू कति धेरै छन्। तपाईँ एकछिन आफै बाहिर गएर हेर्नुहोस् त। यो यन्त्र आखिर उनीहरूकै त हो नि हेमुलिन बुवा। के गर्ने होला? ल अब दिनुहोस् त। मलाई दिनुहोस् बाबा, म लगेर दिन्छु। होसियार साथ छौ है मुमिन। चिन्ता नगर्नुहोस् आमा। कति साहसी मेरो मुमिन। सायद तपाईँहरू यही खोज्दै आउनुभएको होला। ल लिनुहोस्, अब यो तपाईँहरूकै भयो। आया करेन्ट लाग्यो। आया मुमिन, तिमी ठिक त छौ नि? धन्न हाम्रो घरमा बिजुली छैन। करेन्ट त कस्तो नराम्ररी पो लाग्दो रहेछ। तिमीलाई धेरै दुखेन नि है? जा गइहाल, भाग यहाँबाट जा। तिमी ठिक त छौ नि? केही त भएन नि? केही होइन, अलिकति झड्का मात्र लागेको हो। ओहो, यो कस्तो अनौठो गन्ध आएको। ओहो तिम्रो कपाल। हँ, के भयो? के भयो मेरो कपाललाई? ओहो मेरो कपाल। मुमिन आमा, तपाईँको ऐना कहाँ छ? ओहो, ती दुष्ट ह्याटिफ्याक्नर्सहरूले तिम्रो कपाल बिगारिदिएछन्। मेरो झोलामा ऐना हुनुपर्छ पक्का है। छाडो गर्नुहोस् न मुमिन आमा, मेरो कपाल कस्तो गराइदिए तिनीहरूले। लाउ हेर त। हे भगवान, म कस्तो देखिए कि? यो त कस्तो देखियो, कति नराम्रो देखेको मलाई। चिन्ता नगर स्नोर्क म्याडम, मलम लगाएपछि यो फेरि पहिलेको जस्तै घुम्रिएको र सुन्दर भइहाल्छ नि। नाइ, मलाई यस्तो नराम्रो घुम्रेको कपाल चाहिँदैन। मलाई त मेरो पहिलेको जस्तै लामो र सुन्दर कपाल चाहिन्छ। अरे मेरो कपाल, ए मेरो कपाल। स्नोर्क म्याडम, तिम्रो कपाल जस्तो भए पनि म माया गरिहाल्छु नि। गएछन्, तिनीहरू त कहिले नफर्किए हुन्थ्यो। अरे के भयो स्नोर्क म्याडम तिमीलाई? मुमिन उठा त, उनीहरू जाँदै लागिसके।
उनीहरू कता जान लाग्यो होला है? सायद उनीहरू यो ठाउँभन्दा धेरै टाढा कुनै गोप्य टापुमा जाँदैछन् जहाँ उनीहरू सबै मिलेर खुसी साथ बस्न सक्छन्। उनीहरू पनि कति अनौठा छन् है स्नफकिन। अब यो त तिमीले कसरी हेर्छौ भन्ने कुरामा भर पर्छ मुबिन। उनीहरूलाई पनि हामी त कति अनौठो होला जस्तै लागिरहेको होला नि। स्नफकिन तिमी कति नराम्रो छौ है। म पनि उनीहरूलाई हेर्न चाहन्थे भने तिमीलाई थाहा थियो त? तिमी त मस्त निराइरहेको थियौ, त्यो पनि घुर्दै। म घुरेको थिइनँ, त्यो हेमुलिन बुढा हो। हुन्छ, तिमीले त्यस्तो भन्छौ भने ठिकै छ। आशा गरौँ अब उनीहरूलाई कहिले देख्न नपरोस्। ओहो, कस्तो राम्रो स्कार्फ तिम्रो स्नर्क मेडन। हो नि, राम्रो छ है। आमा, हामीहरू टापु घुम्न जाम। भइहाल्छ नि। आजको दिन कति उज्यालो छ। हिजोको आँधीले धेरै चिजहरू बगाएर किनारमा ल्याएको हुनुपर्छ। ओहो, कस्तो मजा। जाम, हामीहरू समुद्रको किनारमा सामानहरू खोजौँ। कति राम्रो विचार। मैले अझै धेरै नयाँ बोट बिरुवाहरू पनि फेला पार्न सक्छु। हेमुलिन बुवा, चाँडो गर्नुहोस् न, हामी त्यहाँ नपुग्दै आउँदै हाल्नु होला फेरि। तिमीहरू जाँदै गर मुमिन, म यी फुलहरूलाई अलि राम्रोसँग हेर्न चाहन्छु। हुन्छ हेमुलिन बुवा। कस्ता अचम्मका फुलहरू रहेछन्। समुद्रको किनारमा धेरै चिजहरू भेटिन्छ होला है। म त खजानाको बाक्सा खोज्ने हो। हो, भेटिन नि सक्छ है। धेरै पुराना जहाजहरू दुर्घटना हुँदा बहुमूल्य सामानहरू बगाएर ल्याउन नि सक्छ। हेरौँ है त कसले पहिला भेटाउँछ। म नै सबैभन्दा पहिला भेटाउँछु, हेरिरा त। ओहो, हेर त कति धेरै सामान। यो सबै मेरो हो, आँखा नलाऊ। म त हम्फाल्ने है। ऊ त के हो त्यो? धन्न यहाँ पानी त्यति गहिरो छैन रहेछ। पक्कै पनि यहाँ केही लुकेको हुनुपर्छ। छ्या, यो त खाली पो रहेछ। मैले चाहिँ केही भेटे जस्तो छ। सानो माया, यता आऊ न। के भन्यौ? हेर त कति राम्रा शङ्खहरू छन्। म यहाँ खजना खोज्न व्यस्त छु, मलाई डिस्टर्ब नगर त। ओहो, यो के हो? ओहो, यो हेर त, मैले त कति धेरै जम्मा गरिसकेँ। यी सबै बगैँचामा सजाउँदा कति राम्रो देखिन्छन् होला है। ओहो, के हो त्यो? मैले त तिम्रो जस्तो राम्रो एउटै भेटिन। छ्या, हतार नगर न सानो माया। स्नर्क मेडन, हेर त। हेर त, मैले के भेटेँ? कस्तो राम्रो छ, हेर त। वाउ, यसको भित्र त हिउँ जस्तो देखिन्छ। यो मैले त्यो गुफामा भेटेको नि। यो चाहिँ के हो? यो त जहाजमा प्रयोग गरिने दूरबीन हो। यसले त धेरै टाढाको कुरा पनि मजाले देखिन्छ। म यो बाबालाई दिन्छु। उहाँलाई नै काम लाग्छ यस्तो चिज त। ए सबैजना सुन त, मैले यहाँ केही फेला पारेको छु। यता आऊ त हेर। हेर त। ओहो, कस्तो राम्रो मान्छे रहेछ। को हो, चिन्छौ तिमीले? होइन नि, यो त काठको मूर्ति हो। ओहो, ऊ त कतैको रानी जस्तो देखिन्छ है। हो, खुट्टा नै नभएको रानी। हामी यसलाई हाम्रो घरको अगाडि सजाउँ न। हुन्न नि, यो त धेरै नै गराउँछ। यो पक्कै पनि समुद्रमा डुबेको कुनै ठुलो जहाजको अगाडिको भाग हुनुपर्छ। म त यसलाई मेरो घरको बगैँचामा सजाउन चाहन्छु। बगैँचामा के काम?
मान्छेहरूलाई तर्साउनको लागि नि। बचाऊ, कसैले मलाई बचाऊ न। ओहो, यो त हेमलिन बुवाको आवाज जस्तो छ। कतैतिर ह्याटिफ्याट नोट्सहरू फेरि आएपछि क्या हो। कोही त मद्दत गर न प्लिज। हामी आउँदैछौँ हेमलिन बुवा। मुमिन, तिमीलाई यो काठको मूर्ति किन यति धेरै मन परेको? तिमी त यसलाई हेरेको हेरेछौ, यो त्यस्तो मन पर्यो तिमीलाई? यो त साँच्चै पनि होइन, केवल एउटा काठको टुक्रा मात्रै त हो। मलाई थाहा त छ। कि तिमीलाई उसको आँखा मन पर्यो कि कपाल मन पर्यो? मेरो कपाल नभएर होला होइन? अलि जोडले तान न स्नफकिन, म अब निस्किने लागिसके। अझै जोडले। खो हेमलिन बुवा, तपाईँ त कति गरम हुनुहुँदो रहेछ। धन्यवाद स्नफकिन, तिमीले मेरो ज्यान बचायौ। तपाईँ कसरी यो खाल्टोमा खस्नुभयो हेमलिन बुवा? म बोट बिरुवा खोज्दै थिएँ अनि कसरी अचानक यो खाल्टोमा खसेछु। तपाईँले बोट बिरुवा खोज्नु भन्दा त हुलाक पिकाट नै सङ्कलन गरेको भए सुरक्षित हुने थियो हेमलिन बुवा। ओहो, मेरो बाक्सा खोइ, कहाँ गयो त्यो? के भयो हेमलिन बुवा, भन्नुहोस् त। मैले कता खसाएँ? के भयो हेमलिन बुवा? मेरो बोट बिरुवाको बाक्सा। कतै तपाईँले त्यसलाई खाल्टोमै त खसाउनु भएन नि? मेरो बहुमूल्य बाक्सा हो त्यो, मैले कता खसाएँ? हुन्छ, म गएर ल्याइदिन्छु। हो, सायद त्यही खसेको हुनुपर्छ। ओहो, म कति मूर्ख, मेरा सबै बहुमूल्य बिरुवाहरू त्यही छन्। स्नफकिन, के तिमी मलाई मद्दत गर्न सक्छौ? मलाई चाहिँदैन हेमलिन बुवा। तिमी कति असल छौ है। म तिमीलाई मेरो सबैभन्दा दुर्लभ बिरुवा पुरस्कार स्वरूप दिनेछु। मुमिन चाहिँ कहाँ छ? तिमी बल्ल पो आयो, के गर्दै थियो उहाँ? ऊ त त्यो काठको मूर्तिलाई आँखा पनि नजिम्का हेरिरहेको थियो। हो र? होइन, त्यस्तो होइन। मलाई त केवल यसको अनुहार तिमी जस्तै लागेको भएर हो। मुमिन, तिमी आइहाल्यौ, अब मलाई सहयोग गर त। के सहयोग स्नफकिन? हेमलिन बुवालाई यो खाल्टोमा बक्सा खसाल्नु भएछ, म त्यसलाई निकाल्ने कोसिस गर्दैछु। मैले खसालेको होइन, म माथि आउँदा आफै खसेको हो। तपाईँ धेरै बिर्सिँदै जाने हुनुभएछ हेमलिन बुवा। त्यस्तो होइन, मलाई सबै बिरुवाहरूको नाम कन्ठै छ। म तल जान्छु, तिमीले मलाई माथि आउन मद्दत गर है। हुन्छ। म नि मद्दत गर्छु। राम्ररी जाऊ है स्नफकिन। के तिमीले त्यो बाक्सा देख्यौ? म अझै तल पुगेकै छैन। ए, मलाई माफ गरिदेऊ है। मैले भेट्ने। धन्न, ती बिरुवाहरू त्यतै त छन् नि। म आउँदैछु, तपाईँ आफै हेर्नु होला। तिमी ठिक छौ स्नफकिन? पख है, मैले यहाँ अरू केही पनि फेला पारेँ। हेर त, मुमिन बाबा र मुमिन आमा ढुङ्गा लिएर यतै आउँदै हुनुहुन्छ। ओह, यो त सुन जस्तो पो छ त। मुमिन दाबालाई बोलाउ त, मैले सुन भेटे जस्तो छ। यति धेरै सुन नै होला त? सायद मुमिन बाबाले चिन्नुहुन्छ होला। अब हामी यो सुनलाई के गर्ने त मुमिन बाबा? यसलाई भुइँचामा राख्दा कस्तो होला? स्नोट मिडन लिपटाएका ती शङ्खहरू सँगै यसलाई गुलाबको फुलमा बिचमा सजाएर राख्दा कस्तो देखिन्छ होला मुमिनामा? पक्कै पनि धेरै सुन्दर देखिनेछ मुमिन बाबा। मुमिन, त्यो त केवल एउटा खुट्टा नभएको खेलौना मात्रै त हो। हुन्छ, तिमी यो घिउको बल लिऊ न प्लिज। पर्दैन, धन्यवाद। मलाई देऊ न, म लिइहाल्छु नि। लिने मान्छेलाई चाहिँ दिँदैन। र यसरी उनीहरूको नयाँ डुङ्गाको पहिलो साहसिक यात्राको अन्त्य भयो। मुमिन बाबाले कुनै नक्सा र योजना बिना नै यात्रा गर्नु नै सबैभन्दा बढी रोमाञ्चक र रमाइलो हुँदो रहेछ भनेर निर्णय गर्नुभयो। किनभने गन्तव्यले हामीलाई कता पुर्याउँछ भन्ने कुरा हामी कसैलाई पनि थाहा नै छैन।